नमस्कार साथीहरू, जीके फास्ट ट्र्याक युट्युब च्यानलमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। म तपाईँहरूको माझमा फेरि पनि उपस्थित भइसकेको छु निकै नै राम्रो जब भ्याकेन्सी सूचना लिएर। आज भर्खरै मात्र प्रकाशित भएको यस सूचना नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड बबरमहल काठमाडौँले सेवा करारमा जनशक्ति भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको छ। आज 28 गतेको दिन रहेको छ, सोमबारको दिन। आज मात्र प्रकाशित गरेको हो यो सूचना। यस सम्बन्धी म तपाईहरुलाई सम्पूर्ण जानकारी यस भिडियो मार्फत दिनेछु। भिडियोलाई नबिराइकन स्किप नगरिकन पुरा हेर्नु हुनुपर्ने अनुरोध गर्दछु। साथै तपाई यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। के भनिएको छ त यस भ्याकेन्सीमा र कस्ता कस्ता व्यक्तिले यस भ्याकेन्सीमा एप्लाई गर्न पाइन्छ भन्ने कुरा म सम्पूर्ण जानकारी दिनेछु। भिडियो अन्तिमसम्म हेर्नु होला। यहाँ भनिएको छ स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय बबरमहल काठमाडौँ, प्रदेश शाखा कार्यालय तथा जिल्ला सम्पर्क शाखा कार्यालयका लागि करार सेवामा निम्न पदपूर्ति गर्नुपर्ने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ भनिएको छ। प्रदेश शाखा कार्यालय अर्थात् जिल्ला सम्पर्क शाखा कार्यालय भनिएको छ। तपाईलाई कि प्रदेश शाखाहरूमा राखिनेछ अर्थात् जिल्ला सम्पर्क कार्यालयहरूमा राखिनेछ। धेरै संख्यामा माग रहेको छ। तपाईं यदि +2 मात्र पनि उत्तीर्ण हुनुहुन्छ, जुनसुकै विषय लिएर तपाईले +2 उत्तीर्ण गर्नुभएको छ भने पनि तपाईले एप्लाई गर्न मिल्छ। यहाँ तपाईले एप्लाई गर्न मिल्ने पनि धेरै संख्यामा माग रहेको छ। यहाँ लगभग 7 वटा पदमा माग गरिएको छ। पदपूर्ति गरिने पदको नाम भनिएको छ, पद संख्या र कैफियत राखिएको छ। यहाँ तपाईले पनि हेर्न सक्नुहुनेछ। भिडियोलाई पज गरेर पनि हेरेर यदि कुनै कुरा कन्फ्युज लाग्छ भने तपाईले कमेन्टमा पनि राख्न सक्नुहुनेछ। सकेसम्म म तपाईको कन्फ्युजनलाई मेटाउने प्रयास गर्नेछु। यहाँ सिरियल नम्बर 1 मा भनिएको छ मेडिकल अधिकृत 6 जनाको संख्यामा माग रहेको छ। त्यसैगरी 2 नम्बरमा रहेको छ चार्टर्ड एकाउन्टेन्ट 1 जना, हेल्थ इकोनोमिस्ट 1 जना, जनस्वास्थ्य अधिकृत 1 जना। नम्बर 5 मा रहेको छ एक्चुरियन अधिकृत 1 जना रहेको छ, सूचना प्रविधि सहायक 3 जना र दर्ता अधिकारी 60 जनाको संख्यामा रहेको छ। धेरै संख्यामा माग रहेको छ। 60 जना भनेको धेरै संख्यामा रहेको छ। तपाई यदि +2 मात्र उत्तीर्ण हुनुहुन्छ, जुनसुकै विषयमा उत्तीर्ण हुनुहुन्छ, तपाईले एप्लाई गर्न सक्नुहुनेछ। अब एप्लाई गर्नको लागि कहाँ जाने, कसरी गर्ने भन्ने विषयमा पनि म तपाईहरुलाई अर्को भिडियो मार्फत जानकारी दिनेछु। अहिले भने तपाईहरुलाई सरसर्ती मैले कति भ्याकेन्सी माग रहेको छ र कस्ता व्यक्तिले भर्न मिल्छ भन्ने कुरा राखेको छु। पदपूर्तिका लागि सूचना प्रकाशित भएको मितिले 15 दिन भित्र भनिएको छ। माघको 12 गते भित्र तपाईले दरखास्त पेश गर्न सक्नुहुनेछ। र सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको सूचना पाटी तथा वेबसाइट www.hib.gov.np बाट हेर्न सक्नुहुनेछ। यस भिडियोको डिस्क्रिप्सनमा पनि राखिदिनेछु, तपाई त्यहाँबाट पनि गएर हेर्न सक्नुहुनेछ। कुनै पनि कन्फ्युज लाग्छ भने तपाईले कमेन्टमा अवश्य राख्नु होला र भिडियो के कस्तो लाग्छ मलाई तपाईहरुले प्रतिक्रिया पनि दिन नछुटाउनु होला। र आगामी दिनमा पनि यस्तै भिडियोहरु नयाँ जब भ्याकेन्सीका कुराहरु तपाईहरुलाई म यस च्यानल मार्फत लिएर आउने छु। च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नछुटाउनुहोस्। अहिले मैले तपाईहरुलाई सरसर्ती यिनै कुराहरु जानकारी गराएँ। मैले धेरै पछि यो भिडियो ल्याएको छु। जीके फास्ट ट्र्याक युट्युब च्यानललाई तपाईले माया गरिदिनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा रेगुलर लिएर आउने बाचाका साथ यस भिडियोबाट बिदा माग्न चाहन्छु। हवस् त, नमस्कार।